2083 साल जेठ 24 र 25 गते कोशी प्रदेशकै उत्कृष्ट विद्यालयको रूपमा परिचित ओखलढुङ्गाको मोलुङ गाउँपालिका 2 स्थित वरुणेश्वर माध्यमिक विद्यालय रामपुरको प्राङ्गणमा माहौल अलि भिन्न थियो। विद्यालय प्राङ्गणमा शिक्षा क्षेत्रका अभियन्ता, विज्ञ, पालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक र सरोकारवाला सहित विद्यार्थी र स्थानीयको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो। यसै पनि सुन्दर विद्यालय, त्यसमाथि भवनका भित्ताहरूमा ठाउँ ठाउँ बान्की परेका अक्षरमा लेखिएका उत्प्रेरक आदर्श वाक्यले सबैको ध्यान खिचिरहेको थियो। लेखिएको थियो, हामी बनाउँछौं हाम्रो विद्यालय राम्रो विद्यालय। यो केवल लेखाइमा मात्र सीमित थिएन, व्यवहारमा पनि चरितार्थ थियो। तिनै आदर्श वाक्य लेखिएका वालको ठिक तलपट्टि लहरै 21 वटा आकर्षक र रोचक स्टलहरू राखिएका थिए, जहाँ वरुणेश्वर माध्यमिक विद्यालय सहित विज्ञान विषय पढाइ हुने मोलुङका 9 वटा विद्यालयका विद्यार्थीहरूले विज्ञान प्रदर्शनीका लागि आफैले तयार गरेर ल्याएका विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरिरहेका थिए। विज्ञान शिक्षकहरूको अगुवाईमा विद्यार्थीहरू आफैले स्थानीय स्रोत साधनको उपयोग गरी नमुनाको रूपमा कृषि, पशुपालन, मत्स्य पालन, फलफूल, तरकारी, मौरी पालन लगायत विभिन्न कृषि गतिविधिलाई एउटै फर्ममा आपसमा जोडेर सञ्चालन गर्ने प्रणाली सहितको इन्टिग्रेटेड कृषि फर्म, प्रदूषण रहित बृहत परियोजना सहितको स्मार्ट सिटी, सोलर बक्स ओभन, डीएनए संरचनाको नमुना रूप, लन्डन ब्रिज, सौर्यमण्डल, भोल्क्यानो, भूकम्प प्रतिरोधी सहर, केबल कार, क्रेन, स्क्याभेटर, विभिन्न उपकरणहरू, जीवावशेषका नमुना, केमिकल र रसायनबाट गर्न सकिने वैज्ञानिक काम, मौसमी प्रणालीको नमुना, पानी शुद्धिकरण गर्ने मेसिन, एटिएम लगायतका नमुना प्रदर्शन गरिरहेका थिए। ती प्रदर्शनमा राखिएका नमुना हेर्दा यस्तो लाग्थ्यो कि यी विद्यार्थीहरू देशका लागि भविष्यका सफल योजनाकार, वैज्ञानिक, सफल इन्जिनियर, डाक्टर, विज्ञ र कुशल व्यवस्थापक हुन्। कार्यक्रमका प्रमुख अतिथि मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राई सहित सबै अतिथिहरूले पनि विद्यार्थीहरूसँग भलाकुसारी गर्दै उनीहरूका परियोजनाका बारेमा जानकारी लिँदै अवलोकन गरिरहनु भएको थियो। अवलोकनपछि हामीले मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईलाई विद्यार्थीले बृहत विज्ञान प्रदर्शनीमा राखेका प्रोजेक्टहरू हेर्दा कस्तो अनुभव गर्नुभयो भनेर सोधेका थियौं। जुन किसिमको सृजनाहरू यहाँ देखाउनु भएको छ, प्रदर्शन गर्नुभएको छ, यो चाहिँ उहाँहरूले आफ्नो ठाउँबाट जति गर्न सक्नु भएको छ उहाँहरूको बेस्ट दिनुभएको छ, बेस्ट बनाउनु भएको छ भन्ने मलाई लाग्छ। स्वाभाविक रूपले यसले त क्षमता विकास र आत्मविश्वास, क्षमता विकास मात्र होइन आत्मविश्वास पनि, कन्फिडेन्स लेभल त्यो पनि बढाउँछ। यस्तै जिल्लामा शिक्षा क्षेत्रको अभिभावकको रूपमा रहनुभएका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाका प्रमुख सुरेश ढकालसँग पनि हामीले सोही प्रश्न गरेका थियौं। विज्ञान प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गर्न पाउँदा विद्यार्थीहरू पनि खुसी देखिन्थे। मेरो नाम प्रियङ्का दाहाल हो। कक्षा 10 मा पढ्छु। श्री वरुणेश्वर सेकेन्डरी स्कुल। मेरो विचारमा चाहिँ यस्तो कार्यक्रम वर्षपछि हुनुपर्छ, जसले गर्दा विद्यार्थीहरूको रुचि पनि बढाउँछ र यस्तो कार्यक्रमले चाहिँ हाम्रो फिजिक्स, केमिस्ट्री, बायोलोजीका कुराहरू, धेरै कुराहरू थाहा पाउन सक्ने गर्छ। नमस्ते, मेरो नाम सौरभ दाहाल, म शिक्षित माध्यमिक विद्यालयबाट। हाम्रो प्रोजेक्टको नाम चाहिँ भोल्क्यानो हो। हजुर, यो के को मिक्समा बनाउनु भयो? सामानहरू कहाँबाट ल्याउनु भयो? सोडियम बाइकार्बोनेट र सोडियम एसिडिक एसिड। अनि यो बाहिरी अरू कभरहरू छ नि, योहरू चाहिँ कहाँबाट? यो चाहिँ हामीले यो अब कार्टुनमा अनि हामीले रङ लगाएर प्रदर्शनीलाई रोचक बनाउन प्रतिस्पर्धा समेत गरिएको थियो, जसमा वरुणेश्वर माविको इन्टिग्रेटेड फार्म पहिलो बनेको छ भने सोही विद्यालयको स्मार्ट सिटी प्रोजेक्ट दोस्रो, गणेश मावि ढुस्केको सोलर बक्स ओभन तेस्रो, यस्तै वरुणेश्वर माविकै डीएनए को नमुना संरचना चौथो र लन्डन ब्रिज प्रोजेक्ट पाँचौं भएका थिए। पहिलो दिन 24 गते औपचारिक कार्यक्रममा मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राई, गाउँपालिकाका संस्थापक अध्यक्ष मणिराज राई,
प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद तिमेल सिन्हा, शैक्षिक व्यक्तित्व पेशल खतिवटा, शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाका प्रमुख सुरेश ढकाल, मोलुङ शिक्षा शाखा प्रमुख सरस्वती पौडेल, सुनकोशी गाउँपालिका 10 का वडा अध्यक्ष छवि रमन धमला, विज्ञ पूर्ण प्रसाद दवाडी र शैक्षिक अभियन्ता विज्ञ अभिषेक घिमिरे लगायतले समग्र मोलुङको शैक्षिक सुधारका विषयमा आफ्ना महत्त्वपूर्ण मन्तव्य र विचारहरू राख्नु भएको थियो। आफ्नै सिर्जनामा विद्यार्थी बाबु नानीहरूबाट प्राप्त भइरहेको छ। यसले मोलुङवासीहरूको एउटा सान बढिरहेको छ। राम्रो हुन सकेन, हामीले देशभरिका सामुदायिक विद्यालयलाई बदल्न सकेनौँ, अवस्था बदलिएन भने 60 लाख नेपाली अर्को समयमा पनि, अर्को जेनेरेसन, अर्को पुस्ता पनि गरिबीमा बाँच्नेछ। त्यसर्थ यदि साँच्चीकै हामीले समतामूलक समाजको निर्माण गर्न खोजेका छौँ भने सामुदायिक विद्यालय बदल्नै पर्छ, यहाँको शिक्षालाई बदल्नै पर्छ, त्यसको दोस्रो विकल्प छैन। यो विज्ञान विषयलाई व्यावहारिक र सिपसँग कसरी जोड्न सकिन्छ र उनी विद्यार्थीहरूमा लुकेर रहेको अन्तर्निहित जुन क्षमताहरू छ, जुन प्रतिभाहरू छ, त्यो प्रतिभालाई कसरी बाहिर ल्याउन सकिन्छ र विद्यार्थीहरूलाई वैज्ञानिक सोच र चिन्तनहरू कसरी विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले यो विज्ञान प्रदर्शनी यस वर्णेश्वर माध्यमिक विद्यालयमा सञ्चालन गरिरहेका छौँ। भाइ बहिनीहरूले चाहिँ निकै मिहिनेत गरेर ल्याउनु भएको छ। यसलाई अझै निरन्तर दिनुहोस्। आफूलाई हरेक किसिमको कम्पिटेन्ट महसुस गर्न सकोस्, आफूलाई हरेक किसिमको प्रतिस्पर्धामा अब्बल दाबी गर्न सकोस्, अब्बल रूपमा प्रस्तुत गर्न सकोस् भनेर भनिआएको छु। सिकाइमा प्रविधि र गुणस्तर वरुणेश्वरको सान, नमुना विद्यालय निर्माण हाम्रो अभियान भन्ने नारासहित आयोजित कार्यक्रमको पहिलो दिन अतिथि विज्ञ र सरोकारवालाले मोलुङको शैक्षिक सुधारका लागि बहस गर्नुभएको थियो भने आफ्ना धारणा र सुझाव राख्नु भएको थियो। विज्ञान प्रदर्शनी अनि कार्यक्रममा स्थानीय समुदायले प्रस्तुत गरेको बालन नृत्य र विद्यार्थीहरूले प्रस्तुत गरेको साङ्गीतिक प्रस्तुतिले माहौल थप रोचक बनाएको थियो। ठिक त्यसको भोलिपल्ट झनै महत्त्वपूर्ण एउटा कार्यक्रम भयो जुन समग्र मोलुङ गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि र सुधारका लागि निकै प्रभावकारी हुने मानिएको छ। सधैँ विद्यार्थीलाई कक्षा कोठामा पढाइरहने शिक्षक र शिक्षकहरूको पनि नेतृत्वकर्ता प्रधानाध्यापकहरू त्यो दिन आफ्ना विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि र आफ्नो कार्यक्षमता विकासका लागि पनि विज्ञहरूका अनुभव, विद्यालय सुधारका योजना र शैक्षिक गुणस्तर सुधारका योजनाहरू सुनिरहेका थिए। सुरुमा नमुना विद्यालय नारायणी माध्यमिक विद्यालय भरतपुर चितवनका सफल पूर्व प्रधानाध्यापक तथा विज्ञ पूर्ण प्रसाद दबाडीले शिक्षक, प्रधानाध्यापक, विद्यार्थी र अभिभावक समुदाय र जनप्रतिनिधि सबैको साझा प्रयासमा कसरी विद्यालयलाई सबल र सफल बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। टिच अदर्स भनेको तिमीले जानेको कुरा अगाडि आएर भन त नानु बाबु भन्यो भने आफूले भन्न पायो भने बच्चाले 90% बुझ्छ। त्यसकारण अबको टिचिङ लर्निङ पिरामिड हिजोको भन्दा ठ्याक्कै उल्टो छ। हिजो लेक्चर मेथड चाहिँ 90% थियो, अहिले 90% चाहिँ टिच अदर्स छ। बच्चाले सिकेको ज्ञान सम्प्रेषण गरेर लाउने, त्यो कक्षा कोठा एट्र्याक्टिभ पनि हुन्छ, जीवन्त पनि हुन्छ, बच्चाको सिकाइ पनि सोचे जस्तो सिकाइ हुन्छ। त्यसपछि छिमेकी पालिका सिद्धिचरण नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा सोही विद्यालयका पूर्व विद्यार्थी फणिन्द्र बहादुर कटवालले विगत 8 वर्षमा नगरपालिकाले शैक्षिक सुधारका लागि अवलम्बन गरेका प्रयास र उपलब्धिबारे प्रस्तुतिकरण मार्फत अनुभव सुनाउनु भएको थियो। त्यसपछिको सेसनमा शैक्षिक अभियन्ता अभिषेक घिमिरेले श्रव्य दृश्य सामग्री सहित देशका विभिन्न ठाउँमा नाजुक अवस्थामा पुगेका विद्यार्थी संख्या 0, 1 वा 5 भन्दा कम संख्या भएका विद्यालयहरूमा आफूहरूको अगुवाईमा सञ्चालन भएका अभियान र अभियानको सफलतापछि तिनै विद्यालयमा सयौं विद्यार्थी कसरी पुगे भन्ने बारे वास्तविक कथाहरू साझा गर्नुभएको थियो। नमस्ते नमस्ते, यो कति कक्षा हो? अनि शारदा नाम गरेकी एक शिक्षिकाले एकजना अनाथ तथा जेहेन्दार विद्यार्थीलाई बाल्यकालदेखि माया दिएर अध्यापन गराएको र ती विद्यार्थी कसरी सफल भए भन्ने बारेको काल्पनिक कथा सुनाउँदा धेरै शिक्षक, शिक्षिका र हलमा उपस्थितहरूका आँखा रसाएका थिए।
उहाँको सेसनपछि विज्ञान र प्रविधिको युगमा एआई को प्रयोग, विभिन्न अनलाइन टुलको प्रयोगबाट विद्यार्थीलाई कसरी प्रभावकारी शिक्षा दिन सकिन्छ भन्ने विषयमा विज्ञ माधव भट्टराईले प्रशिक्षण दिनुभएको थियो। सबै सरकारवाला बीचको छलफल, प्रशिक्षण र अन्तर्क्रियापछि उक्त शैक्षिक सम्मेलनबाट हामी बनाउँछौं हाम्रो विद्यालय भन्ने आदर्श वाक्यका साथ 27 बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ। मलाई लाग्छ नेपालको सबैभन्दा पहिलो पालिका र विद्यालय जसले प्रतिबद्धता जाहेर गरेको छ अफिसियली नेपालमा पहिलो नै यही घटना हुनेछ। प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले यसको कार्यान्वयनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यसमा यो प्रतिबद्धतालाई जुन किसिमको एउटा घोषणापत्र जस्तो बनाइयो 27 हुँदै त्यो कार्यान्वयन गर्नको लागि पालिकाको बजेटको सीमाभित्र रहेर हामी कार्यान्वयनको लागि प्रतिबद्धता छ। यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद तिमल सिन्हाले शैक्षिक सुधारका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइने बताउनु भएको छ। गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलले पनि सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको सन्दर्भमा शैक्षिक सुधारका लागि व्यापक पहल आवश्यक रहेको उल्लेख गर्दै प्रतिबद्धता पत्रले गुणस्तर अभिवृद्धि र विद्यार्थी आकर्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। वरुणेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद खतिवडाले पालिकाभित्रका सबै विद्यालयले प्रतिबद्धतामा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्न सके सामुदायिक शिक्षामा गुणात्मक सुधार सुनिश्चित हुने दावी गर्नु भएको छ। विद्यालयसँग सरकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक र सरकारवालाहरूको पहल बिना जतिसुकै लगानी गरे पनि हामीले हाम्रा विद्यालयहरूलाई राम्रो बनाउन सक्दैनौँ। त्यसैले मुख्यतया यो प्रतिबद्धता पत्रमा हामीले विद्यालयले पुरा गर्नुपर्ने सूचकहरूसँग सम्बन्धित बुदाहरू राखेका छौँ। दोस्रो शैक्षिक सुधारसँग, तेस्रो अभिभावक जागरणसँग, चौथो चाहिँ नवप्रवर्तनसँग सम्बन्धित बुदाहरू राखेका छौँ। प्रतिबद्धता जाहेर गरेका छौँ। त्यसलाई हामी अब कार्यान्वयनतिर अगाडि बढ्छौँ। प्रधान अध्यापक खतिवडाका अनुसार संघीय सरकारको नमुना विद्यालय विकास गुरु योजना कार्यक्रम अन्तर्गत प्राप्त 10 लाख रुपैयाँ बजेट मध्ये 4 लाख बजेटबाट शैक्षिक सम्मेलन तथा विज्ञान प्रदर्शनी आयोजना गरिएको हो। कार्यक्रमले विद्यालय सुधारका प्रयासलाई थप बल पुर्याउनुको साथै विद्यार्थीहरूको सृजनशीलता, अनुसन्धान क्षमता र नवप्रवर्तनशील सोच विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ।